हेलो एभ्रिवान, वेलकम टु माई एनदर भिडियो। आज मैले के बनाउँछु भन्दाखेरि होइन, तपाईँले थम्बनेलबाटै थाहा पाइसक्नु भयो, टाइटलबाटै थाहा पाइसक्नु भयो होइन। अनि मैले आज बनाउँदैछु छु चिकन अचार। ल मैले चाहिँ भर्खरै आएँ घर सामानहरू लिएर। अनि अब चाहिँ मैले के गर्छु भन्दाखेरि तपाईँलाई देखाउँछु है त। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। अनि कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। तपाईँहरूलाई पनि खाना मन छ भने मैले कसरी बनाउँछु त्यस्तै गरेर बनाएर खान सक्नुहुन्छ है। राम्रो खालको चिकन, बोनलेस चिकन चाहिँ मैले लिएँ होइन। अलिक थोरै बोन त छ। अनि यसमा चाहिने मसलाहरूलाई चाहिँ यसरी रेडी गरेँ। ल्वाङ अनि टिमुर, तोरी, सौफ अनि मसला। त्यसपछि मैले कराईमा तेल तताउन राखिदिएँ। तातो भइसकेपछि मासु राखेँ अनि यसलाई फ्राई गरेँ। यता साइडमा चाहिँ मैले मसलाहरू तताउँदैछु होइन भुट्नको लागि। अनि यता लसुन र अदुवा काटेर रेडी बनाएँ। अनि अलिक धेरै भयो जस्तो पनि लागेको थियो, तर ठिकै छ। अनि मासु चाहिँ यत्तिको भएपछि मैले निकालेँ होइन। अनि निकालेको यही तेलमा लसुन र अदुवा चाहिँ मैले फ्राई गर्न राखिदिएँ। अनि एकछिन फ्राई गरेँ होइन। एकछिन फ्राई गरेपछि चाहिँ यत्तिको भयो। अनि यत्तिको भइसकेपछि यसमा रेडी गरेको त्यो अघिको मसला मिक्सरमा पिसेको थियो, त्यो पिसेर यसमाथि नै राखिदिने होइन। अनि यसमाथि राखेर राम्रोसँग एकछिन मसलालाई पाक्न दिने। अनि एकछिनमा खुर्सानीको धुलो पनि राख्छु मैले। मसँग खुर्सानीको पेस्ट थियो, रातो खुर्सानीको घरमै बनाएको पेस्ट। अनि त्यो पनि राखिदिएँ। एकछिन चाहिँ मजाले पकाएँ। अनि मैले चाहिँ यसमा मेन कुरा चाहिँ त्यो कागतीको फ्रेस कागतीको रस थियो कि मैले आजै काटेर बनाएको, त्यो चाहिँ खिच्नै बिर्सेछु। अनि खुर्सानी पनि राखेँ। यसपछि चाहिँ मैले कागती पनि राख्छु, तर मैले खिच्न बिर्सेछु। यसलाई एकछिन मजासँग पाक्न दिने। अनि यो चाहिँ मसलाहरू चाहिँ जताकतै लागोस् न त। अनि एकछिन मजाले गर्ने। आगो चाहिँ ठिक्कै बनाउनुपर्छ। मैले चाहिँ अलिक ठुलो बनाएर पिँधमा लागेको जस्तो थियो। अनि पछि मैले यही तेलमा गरेँ कि अब अरू तेल युज गर्न नि, अब यो तेल फाल्नु पनि भएन, फेरि घरमै खाने हो। अनि धेरै दिन पनि रहन्न नि त, त्यही भएर यसलाई यसरी चाहिँ मैले फ्राई गरेको चिकन पनि राखिदिएँ एकछिनपछि। अनि यसलाई मजासँगले मचक पारेर चलाउने। अनि यो मसलाहरू जताकतै लागोस् होइन। अनि एकछिन त्यही पाक्दै गर्छ। चाहिँ एकछिन सेलाउन छोडिदिने। सेलाउन छोडेपछि अनि सेलाउँछ। त्यसपछि चाहिँ यत्तिकै बट्टामा राखे पनि भयो, तर पनि अब राम्रोसँग गरेर 1-2-4 घन्टापछि मजासँग तेल मसलाहरू चाहिँ ताकतै भिज्छ नि त मासुमा, अचारमा। अनि त्यही भिज्ने गरेर राख्छु पछि भने पनि, पछि राख्दा पनि भयो। तर मैले चाहिँ एकछिन पछि राखिसकेको थिएँ डब्बामा। अनि डब्बाको त भिडियो खिच्नै बिर्सेँ। अनि प्लेटमा निकालेर यति मिठो भएको थियो। मैले उति बेला टेस्ट गरेको थियो, एकदम टक्क परेको थियो, मिठो थियो। अनि तपाईँलाई चाहिँ मेरो भिडियो कस्तो लाग्यो, अनि तपाईँलाई बनाएर खान मन छ भने यस्तै गरेर बनाएर खान सक्नुहुन्छ। अनि मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्दै गर्नु होला। यस्तै नयाँ भिडियोहरू आउँछ। थ्याङ्क यू।